हाई एभ्रिवान वेलकम टु माई मिनी ब्लग। आज चाहिँ एकादशी हो नि त। एकादशी मेरो व्रत अनि आज चाहिँ विश्वकर्मा पूजा पनि हो। अनि आज चाहिँ म बिहानै यसरी नुहाइधुवाइ गरेर रेडी हुँदैछु अनि पहिले घरको सरसफाइ गर्नतिर लागेँ मैले चाहिँ। अनि त्यसपछि चाहिँ मैले बिहानै सुरुमा चाहिँ ढोकामा पानी राखेँ अनि माथि गएर पूजा गर्नको लागि रेडी गर्न लागेँ। यो चाहिँ पूजाका भाँडाहरू सुरुमा मैले मस्काइसकेँ अनि मस्काइसकेपछि सबै थोक रेडी गरेर मैले फुलहरू पनि टिपेर ल्याएँ। यता पूजाको भाँडा पनि माजिसकेको थिएँ मैले। अनि त्यसपछि मन्दिरको पनि ढोकाको छेउमा मैले लोटाहरू राखेँ। अनि त्यसपछि आमामा भएर पूजा गरेँ। अनि पूजा गरिसकेपछि चाहिँ बाहिर तुलसीको मुखमा पनि पूजा गरेँ। अनि आज विश्वकर्मा पूजा हो नि त। अनि प्रसादको रूपमा यो बुनिया अनि स्याउहरू काटेर मैले चाहिँ भाइ बहिनीहरूलाई दिनको लागि प्रसाद दिनको लागि भनेर सोली बनाउँदै रेडी गरेँ। एक एकवटा सोली गरेर अनि त्यसपछि विश्वकर्मा पूजा गर्नको लागि यता तल चाहिँ बुवाले बाइक धोइराख्नु भएको थियो। अनि बाइक धोइसकेपछि बाइकको पूजा गर्न थाल्नुभयो आमाले। अनि त्यसपछि मैले पनि पूजा गरेँ। अनि पूजा गरिसकेपछि हामीले चाहिँ कन्या केटीहरूलाई टिका लगाइदियौँ। अनि टिका लगाइदिएपछि खाना खाने चाहिँ आज बुवा मात्रै हुन्थ्यो। अनि एकजनाको लागि मैले थोरै खाना पकाइदिएँ बिहानको लागि। अनि त्यसपछि हाम्रो चाहिँ व्रत थियो दुईजनाकै। अनि त्यसपछि मैले फलफुलहरू काटेँ। अनि सोह्र छ नि त। अनि फलफुलहरू काटिसकेपछि दिनभरि चाहिँ म के गरेँ मैले दिनभरिको फोटो खिचेन। अनि बेलुकाको लागि चाहिँ मैले मकैको चामल रेडी गरेँ। अनि बेलुकाको यो दुध पनि तातिसक्यो। यता मकैको चामलको खाना पनि पकाएँ मैले चाहिँ। अनि एकजना बुवाले चाहिँ मकैको चामल खानुहुन्न। अनि त्यसपछि मैले एकजनालाई खाना पकाइदिएँ। अनि बेलुकाको लागि सब्जी पकाएँ, घिरौलाको सब्जी पकाएँ मैले चाहिँ। अनि सब्जी चाहिँ पाकिसकेको थियो। अनि त्यसपछि यता मकैको चामलको भात पनि पाकिसकेको थियो। अनि उता बुवालाई खाना पनि पाकिसकेको थियो बेलुकाको लागि। अनि यता दही पनि रेडी पारिराखेको थिएँ मैले चाहिँ। अनि त्यसपछि मैले खाना पस्केँ अनि दुईजनाले पस्केँ। अनि दहीमा जोडन पनि हालेर मैले जमाइदिएँ। अनि धन्नसन्न गरेर लोटामा पानी सानी राखेर बेलुकाको लागि स्किन केयर गर्नतिर लागेँ। अनि हात मुख धोइसकेर स्किन केयर गरिसकेपछि मलाई चाहिँ बेलुका यसरी मुख नधोइकन यसरी क्रिमहरू नलाइकन निद्रा लाग्दैन नि त। मेरो चाहिँ बानी नै छ। अनि त्यसपछि सन्नक्क गरेर सबै थोक गरिसकेपछि चाहिँ यसरी बेलुकाको झोलसोल टाँगेर म चाहिँ सुतेँ। गुड नाइट, बाई बाई, थ्याङ्क यू फर वाचिङ।